डाक्टर सीके राउत, यो नाम त तपाईहरुले सुन्नुभएकै होला। सीके राउत अर्थात् चन्द्रकान्त राउत जो 1977 तिर सप्तरी जिल्लाको महादेव भन्ने गाउँमा जन्मिन्छ र प्राइमरी स्कुल त्यहीबाट सकेर इन्डियाको ललुर जिल्लाको बाबलगाउँ भन्ने ठाउँमा गएर आफ्नो हाई स्कुलको पढाइ सक्छन् र नेपाल फर्केर त्रिभुवन युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरिङमा गोल्ड मेडलिस्ट सहित आफ्नो ब्याचलर डिग्री सक्छन्। टोकियो युनिभर्सिटीबाट मास्टर डिग्री सक्छन् र युके को क्याम्ब्रिज युनिभर्सिटीमा गएर आफ्नो पीएचडी को पनि पढाइ सक्छन् र आफ्नो पढाइ सकेर अमेरिका गएर एज अ साइन्टिस्ट यूएस डिफेन्स प्रोग्रामरको रूपमा त्यहाँ उनले काम पनि गर्छन् र त्रिभुवन युनिभर्सिटीमा पढाइ गर्दै गर्दा उनले अलायन्स फर इन्डिपेन्डेन्ट मधेस नामक एउटा संगठन खोलेर त्यसमा काम गरिरहेका हुन्छन् र उनले मधेस स्वराज, मधेसका इतिहास, वीर मधेस, वैरकदेखि वाचकसम्म नामक उनको बायोग्राफी सहित 4वटा त किताब मात्रै लेखेका छन् र यता मधेसमा भने 2007 देखि नै मधेस आन्दोलन भइरहेको हुन्छ र 2015 मा उनी नेपाल फर्किएर सोही मधेस आन्दोलनलाई सपोर्ट गर्दै अघि बढ्छन् र मधेस आन्दोलन एउटा यस्तो मुभमेन्ट हो जहाँ 147 जना भन्दा धेरै मानिसहरू मर्छन् र 650 जना भन्दा बढी त त्यहाँ घाइतेहरू हुन्छन् र यही आन्दोलनको क्रममा 11 चोटी भन्दा धेरै त यी व्यक्ति जेलमा पर्छन् र यही आन्दोलनको क्रममा उनको हात भाँचिन्छ, खुट्टा भाँचिन्छ, प्रहरीको कुटाइ त कति खान्छन् र टाउको कतिचोटि फुटाउँछन् र फाइनली 2019 मा 11 बुँदे सम्झौता सहित मधेस आन्दोलनको अन्त्य हुन्छ र 2019 मा जनमत पार्टी नामक उनले पोलिटिकल पार्टी खोल्छन्। 2022 मा सप्तरीको क्षेत्र नम्बर 2 बाट उनी उम्मेदवारी दिन्छन् र चुनाव पनि जित्छन् र उनको सिटले प्रतिनिधि सभामा 6वटा सिट पनि जित्छ र जेन्जी आन्दोलनपछि अहिले फेरि मधेस प्रदेशमा उनको आन्दोलन चलिरहेको छ। मधेस प्रदेशलाई प्रदेशकै आधारमा छुट्टै राज्य बनाएर स्वायत्त घोषणा गर्नुपर्छ भनेर उनले विभिन्न माग सहित अहिले आन्दोलन गरिरहेका छन् र मधेस आन्दोलन र उनको सुरुदेखिको माग नै मधेसलाई छुट्टै राज्य घोषणा गर्नुपर्छ, मधेस छुट्टै हुनुपर्छ भन्ने थियो र अहिले पनि उनले फेरि त्यही कुरा अघि सारेर आन्दोलन गरिरहेका छन् र मधेसी भएकै कारण जेन्जी आन्दोलनपछि पनि उनको नाम कसैले नलिएको, कुनै पनि मन्त्रालयको लागि आफ्नो नाम कहीँ पनि नआएको र मधेस पछि परेको, मधेसलाई एज अ नेपालको रूपमा कहिले पनि नहेरेको उनको दाबी छ र राष्ट्रिय झण्डा बोकेर मात्रै र राष्ट्रिय झण्डा ओढेर मात्रै खान नपुग्ने उनले 10 लाख रोजगारी सिर्जना गर्छु भनेका थिए तर त्यो अहिले गर्न नसकेको भनेर उनी इन्टरभ्यूहरुमा रुँदै हिँडिरहेका छन्। राष्ट्रियताले मात्रै खान दिदैन, त्यही भएर मधेस स्वायत्त हुनुपर्छ, मधेस छुट्टै हुनुपर्छ र संघको सीडीओ एसपीहरु तुरुन्त फिर्ता हुनुपर्छ र मधेस स्वतन्त्र हुनुपर्छ, कसैले हस्तक्षेप गर्न पाउँदैन, कसैले दमन गर्न पाउँदैन भनेर उनी अहिले आन्दोलन गरिरहेका छन् र मधेसलाई संघीय सरकारले हस्तक्षेप गर्न पाउँदैन भनेर उनी अहिले आन्दोलन गरिरहेका छन् र अहिले मात्रै हैन, उनी आजभन्दा 10 वर्ष अगाडिदेखि नै मधेसलाई छुट्टै बनाउनुपर्छ, मधेस स्वतन्त्र हुनुपर्छ, मधेसलाई कसैको हस्तक्षेप हुनु हुँदैन भन्ने एजेन्डा उठाइरहेका थिए भने अहिले पनि उनी त्यही एजेन्डा बोकेर फेरि आन्दोलन गरिरहेका छन्। र तपाईलाई के लाग्छ, मधेस साँच्चै मधेसी भएकै कारण हेपिएको हो, मधेस साँच्चै मधेसी भएकै कारणले पछि परेको हो कि के हो र के मधेस स्वतन्त्र छैन र साँच्चै मधेस स्वतन्त्र हुनुपर्छ? तपाईलाई के लाग्छ र डाक्टर सीके राउतको विचार तपाईलाई कस्तो लाग्छ?